सो हेलो एभ्रिवान, वेलकम टु द च्यानल। हिजो हामी म्याटरको बारेमा सब टपिकहरूको बारेमा पढेको थियो। अनि हजुरहरू नपढ्नु भएको सबैजनाहरू गएर फेरि त्यो पछाडिको च्याप्टर, योभन्दा पहिलाकै फर्स्ट च्याप्टर यसको बारेमा सम डिटेल्सहरू पढाएको थियो, त्यो हेरेपछि यो भिडियोमा आउनु होला। गएर प्लेलिस्टबाट चेक गरेर हेर्नु होला, नत्र म लिङ्क हालिदिन्छु भिडियो डिस्क्रिप्सनतिर, नत्र आई लिङ्कमा। ओके, अब स्टार्ट गरौँ। सो फर्स्ट अफ अल हामी थोरै प्रिपरेसन अनि रिभ्यू गरौँ के हुन्छ यो च्याप्टरमा। फर्स्ट अफ अल हाम्रो युनिट 9 हो, क्लास 8 को म्याटर हो। सो म्याटरमा हामी विशेष के कुरा जान्ने खालको हो त्योहरू हेरौँ। म्याटर भनेको यस्तो शब्दांश हो जुनमा कि के हुनु चाहियो, मास हुन्छ र भल्युम हुन्छ। हिजो पढेको सबै कुरा हामी थोरै थोरै रिपिट गरौँ। अनि भल्युम भनेको सेप र साइज हो केही कुराको, अनि मास भनेको जस्ट वेट हो, केहीको वेट। त्यसलाई नि म्याटरको एउटा मेन पार्टिकल भन्छ। जसरी कि हामी इन्ट्रोडक्सन पढ्यौँ, म्याटर इज अ डिफाइन्ड एज एनिथिङ द्याट अकुपाइड स्पेस, मतलब फिजिकल एपियरेन्स छ त्यसको। मास अकुपाइड भल्युम गर्छ र त्योनिर के छ, वेट छ, मास छ। म्याटर एक्जिस्ट इन द 3 स्टेट, कुन कुनमा थियो, सोलिड, ग्यास र लिक्विडमा। म्याटर अराउन्ड अस कम्पेयर्स अफ द एलिमेन्ट एन्ड द कम्पाउन्ड, यो पनि हामी पढेको थियो फुल्ली डिटेलमा यसको टाइप्सहरू। सो अब हामी पढ्नेछौँ, आज हामी स्टार्ट गर्नेछौँ एटमहरू। एटमको के कस्तो हुन्छ। सो एटम भनेको के, एटम भनेको एउटा एकदमै सानो पार्टिकल्सलाई अफ द एलिमेन्ट हुन्छ, केहीको एलिमेन्टको पार्टिकल हुन्छ एकदमै सानो। त्यो के हुन्छ, विच क्यान टेक पार्ट इन केमिकल रियाक्सन, त्यो एउटा केमिकलसँग रियाक्ट गर्छ या रियाक्सन लिन्छ, त्यसलाई के भन्छ, एटम अफ द्याट एलिमेन्ट। एलिमेन्ट भनेको के भयो, एलिमेन्ट भनेको कुनै पनि, जस्तो कि हाइड्रोजन भयो, सपोज हाइड्रोजन भनेको के भयो, एउटा एलिमेन्ट भयो। हाइड्रोजनको भित्र भनेको पार्टिकल्स अनि एटम हुन्छ। जसरी कि राम भयो, रामको 2वटा छोरा भयो, त्यो राम भनेको के भयो, त्यसको सबभन्दा ठुलो एटम भयो, बुवा भनेको एटम, अनि छोराहरू भनेको जस्ट पार्टिकल भयो। त्योबाट एउटा के भयो, इलेक्ट्रोन, अनि एउटा भयो न्युट्रोन, एउटा भयो प्रोटोन। जसरी कि इक्जाम्पलको लागि छोरा लैलियो, यो छोरा भयो। सो यो पढ्नु होला। अनि हामी यो पनि कुरा गरेको 118 के हुन्छ, एलिमेन्ट हुन्छ। अनि त्यसपछि हामी जाउँ स्ट्रक्चर अफ एन एलिमेन्ट, सरी एटममा। त एटम आर द कम्पोज अफ द 3 फन्डामेन्टल पार्टिकल, केमा थियो, प्रोटोन, न्युट्रोन अनि इलेक्ट्रोनमा डिभाइड भएछ। एटमलाई 3वटा पार्टमा डिभाइड भएको छ, जस्तो छोरा रामको। दिस पार्टिकल आर द के, त्यसलाई के भन्छ, त्यो पार्टिकलहरूलाई सब एटमिक पार्टिकल, यो अलि याद गर्नु होला, सब एटमिक पार्टिकल भन्छ। म जुम गरिदिन्छु, त्यसलाई के भन्छ, सम एटमिक पार्टिकल, बुझ्नुभयो। अनि त्योमा के हुन्छ, प्रोटोन र विशेष न्युट्रोन, त्यो दुइटै कहाँ हुन्छ, त्यो एटमको के हुन्छ, बिचमा हुन्छ। हेर्नु, यो बिचमा के हुन्छ, प्रोटोन अनि न्युट्रोन मात्रै हुन्छ। अनि यो पुरै सर्कललाई के भन्छ, त्यो दुइटै बसेको घरलाई के भन्छ, न्युक्लियस, बुझ्नुभयो। न्युट्रोन अनि प्रोटोन के हुन्छ, सँगै बस्ने साथी। अनि इलेक्ट्रोन के हुन्छ, इलेक्ट्रोन सब सेलमा बस्छ, त्यहाँ हामी सेल भन्छौँ, त्यसलाई अर्बिट पनि भन्न सक्छौँ। जे के हुन्छ, एउटा स्ट्रक्चर जस्तो, सर्कल जस्तो हुन्छ एटम, जस्तो कि यो हाइड्रोजनको भयो। त हाइड्रोजनमा कतिवटा त्यो हुन्छ, एउटा हुन्छ। त हामी एउटालाई हटाइदिउँ, सपोज योबाट। त एउटा एटम कहाँ आयो, यहाँ त आयो इलेक्ट्रोन आयो, बुझ्नुभयो। अनि बाँकी बात प्रोटोन र न्युट्रोन के हुन्छ, प्रोटोन भनेको हुन्छ प्लस चार्ज, अनि यो हुन्छ न्युट्रल भनेको चार्जलेस हुन्छ, त्यसको नेचर नै त्यस्तै हुन्छ। अनि इलेक्ट्रोन भनेको माइनस चार्ज हुन्छ। अनि त्यसपछि यसको बारेमा म थोरै डिटेलमा भनिदिइरहेको छु, 9th 10thसम्म काम लाग्न सक्छ। यो एटम भनेको एउटा हुन्छ कि केहीको एलिमेन्ट छ,
त्यो एटम के हुन्छ सर्कल जस्तो हुन्छ, त्यो बिचमा हुन्छ, धेरै सानो हुन्छ, त्यो बिचमा हुन्छ कि प्लस अनि न्युट्रल चार्जको प्रोटन अनि न्युट्रोन हुन्छ। अनि त्यसको वरिपरि धेरै सर्कल हुनसक्छ, जसरी कि सर्कललाई हामी नेमले डिफाइन गर्छौँ, त्यो म अगाडि भन्छु अलिक। अनि त्यो सर्कल हुन्छ क्लाउड टाइपको, त्यो एक्चुअलीमा सर्कल हुँदैन, क्लाउड टाइपको सर्कल हुन्छ। त्यसलाई नाम दिएछ केले, त्यसलाई हामी नाम दिएछौँ यो सेल भनेर। यो सर्कललाई क्लाउड टाइपको, योमा के हुन्छ, सानो एकदमै सानो पार्टिकल हुन्छ इलेक्ट्रोनको, त्यो माइनस चार्ज हुन्छ, योमा घुम्दै बस्छ, बुझ्नुभयो। अनि त्यसपछि के हुन्छ, एउटा सब एटमिकल कति हुन्छ, धेरै सानो हुन्छ, धेरै सानो हुन्छ। जसरी कि हामी एउटा द मास अफ एन इलेक्ट्रोनको नियरली कति हुन्छ कि एउटा एप्पललाई हामी 1830 डिभाइड गर्छौँ, त्यति सानो एउटा के हुन्छ इलेक्ट्रोनको मास हुनसक्छ, त्यति सानोसम्म हुन्छ। जसरी कि इक्जाम्पल दिएको छ यता यो बुकमा, द मास अफ द 1838 इलेक्ट्रोन इज इक्वल अफ द मास अफ वान एटम अफ द हाइड्रोजन। जसरी कि हाइड्रोजनको एउटा एटम हुन्छ, त वान एटम इक्वल टु कति डिभाइड गर्नुपर्छ, यति, त्यति सानो के हुन्छ, एउटा सब पार्टिकल हुन्छ। अनि सब पार्टिकल भनेको के हो, म भर्खर भनेको, त्यसरी कि सब एटमिक पार्ट भनेको म भर्खर भनेको थिएँ कि जस्तै इलेक्ट्रोन भयो, प्रोटोन भयो, अरू के हो, सब पार्टिकल्स हो, सब एटमिक पार्टिकल्स हो, पार्टिकल्सको सानो सानो हो त्यसको पार्टहरू हो, त्यसलाई भन्छौँ सब एटमिक। सब भनेको के हुन्छ, अलि ठुलोको अलि सानो, ठुलोभन्दा सानोलाई भन्छ कि अलि सब भन्छ, बुझ्यौ। त्यही भएर सब एटमिकल पार्टिकल हो। अनि हामीले भनेको थिएँ कि योहरूमा अर्बिट हुन्छ, जस्तै कि हाइड्रोजनमा एउटै हो, त अर्को अर्बिट त्योमा हुँदैन, मतलब कि सेल हुँदैन, सेल र अर्बिट एउटै कुरा हो। त्यसपछि योमा विभिन्न अझै हुनसक्छ, जसरी कि सेल हुनसक्छ, त्यो पछि के सेल हुनसक्छ, एल हुनसक्छ, एम हुनसक्छ, डट 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 अझै हुनसक्छ, एकर्डिङ टु कति त्यसको एटमको इलेक्ट्रोन छ त्योमा, त्यति हुनसक्छ। एउटामा कति अट्छ, फर्स्टमा 2वटा अट्छ, जसरी कि यो फर्स्ट सेल भयो, योमा 2वटा अट्छ, यो पछि आउँछ त्योमा 8वटा अट्छ, फेरि 8वटा अट्छ, फेरि 8वटा अट्छ, तब 8 अट्छ। पहिलामा कतिवटा अट्छ, एउटा अट्छ। सो जसरी कि हामी भर्खर यो 1/83 को यो एउटा टेबल हो, योमा राम्ररी बुझ्ने खाले हो। एकछिन पज गरेर यो टेबल अलि हेर्नु होला कि यहाँ इलेक्ट्रोन छ, सब एटमिक पार्टिकल के हो, 3वटा हो, एटमको सब एटमिक इलेक्ट्रोन हो, प्रोटोन, न्युट्रोन हो। अनि लोकेसन के हो, सब सेल हो, फर्स्ट सेल हो। अनि न्युक्लियस के हुन्छ, प्लसमा एउटा प्लस हुन्छ, एउटा न्युक्लियस भनेको के थियो, गोलो थियो, त्यसको भित्रमा न्युक्लियसको भित्रमा के हुन्थ्यो, प्रोटोन र न्युट्रोन के हुन्थ्यो, सँगै बस्थ्यो, तर इलेक्ट्रोन के हुन्थ्यो, सेलमा बस्थ्यो। त्यसको लोकेसन कहाँ हो, सेलमा हो। अनि सिम्बल के हो, ई माइनस अनि प्लसमा हुन्छ, यो 0 हुन्छ, मतलब यसको चार्जै हुँदैन। जसरी कि माइनसमा चार्ज हुन्छ, यसको नो चार्ज छ। त्यसपछि यो हाइड्रोजनको लिएछ भने त हाइड्रोजनको मास कति हुन्छ, इलेक्ट्रोन कति हुन्छ, त्यहाँ 1 हुन्छ इलेक्ट्रोन त्यसको। त्यसपछि त्यसको डिभाइड कति हुन्छ, पार्ट अफ द मास अफ द हाइड्रोजनको डिभाइड हामीले कति गरेको, 1837 अनि यसको जसरी कि हामी एप्पलहरू अझै सामानहरू किलोमा लिन्छौँ, केजीमा, त्यसरी एटमहरूलाई नाप्ने के हो, एउटा एएमयु मेजरमेन्ट गर्ने सिस्टम हो। त्यसमा के गर्छ, एटमहरूलाई मेजर गर्छ, त्यसको वेट। त्यसपछि हामी जाउँ एटमिक नम्बरमा। एटमिक नम्बर भनेको जो डिफाइन गर्छ नम्बर अफ प्रोटोन अनि नम्बर अफ इलेक्ट्रोन प्रेजेन्ट इन केमा, एउटा न्युट्रल एटममा इट्स डिनोटेड बाई द, त्यसलाई हामी केले डिनोट गर्छ, जेटले डिनोट गर्छ। अनि त्यसको मेथड एउटा फर्मुला के हो, जस्ट फर्मुला टाइपमा फर्मेट, नम्बर अफ द एटम इक्वल टु नम्बर अफ द प्रोटोन इक्वल टु नम्बर अफ द इलेक्ट्रोन, यो हो नि, यो एउटा फर्मेट हो यसको इक्वल गर्ने। जसरी कि यो एउटा मतलब फर्मेट टाइपमा हो, कसरी त्यसलाई लेखिन्छ, जसरी कि के हो, प्रोटोन इक्वल टु +11 हो, इलेक्ट्रोन इक्वल टु -11, त टोटल नम्बर अफ के भयो, 0 भयो। त्यो एउटा फर्मेट हो एटमिक नम्बरको। त्यसपछि हामी जाउँ एटमिक
वेटमा। सो एटमिक वेट भनेको के हो? एटमिक वेट भनेको त्यो हो कि जुन प्रोसेसलाई हामी एटमको के गर्छौँ वेट नाप्छौँ। जसरी कि यहाँ डेफिनेसन छ, एटमिक वेट मे बी डिफाइन्ड एज द सम अफ द के को प्रोटनको, न्युट्रोनको अनि द वेट अफ द न्युक्लियस। बुझ्नुभयो? त्यो न्युक्लियस हुन्छ नि जुनमा हुन्छ कि प्रोटन अनि न्युक्लियस, न्युट्रल के हुन्छ सँगै बसेको प्लस चार्ज अनि नभएको चार्ज दुइटै हुन्छ कि सँगै बसेको। त्यसको वेट नाप्नुको लागि के गर्छ, एटमिक वेट मेथड युज गर्छ। त्यसलाई डिनोटेट केले गर्छ, क्यापिटल एले। यो लेख्नु होला कपीमा पज गरेर। त्यसपछि यसको फर्मुला के हो, फर्मुला बेस फर्मुला यसको के हो, एटमिक मास अर वेट कति हुन्छ त्यसको त्यो, अनि नम्बर अफ द प्रोटोन मतलब पी प्लस अनि नम्बर अफ द न्युट्रन्स त्यसको चार्ज हुँदैन त्यो। जस्ट इक्जाम्पल हाम्रो यहाँ दिएको छ, एटमिक वेट नाप्नुको लागि इक्वल टु दिएर सपोज प्रोटोन छ र न्युट्रोन छ, दुइटैलाई के गर्छ जोडेको छ। नम्बर अफ द प्रोटोन कति हो, 8वटा हो। नम्बर अफ द न्युट्रोन कति हो, 8वटा हो। त के हो यो त पी प्लस एन चार्ज लेस इक्वल टु 8 + 8 इक्वल टु 16 AMU। बुझ्नुभयो? बुझ्नु होला। नबुझेपछि फेरि यसलाई रिपिट गरेर हेर्नु होला, बुझिहाल्नुहुन्छ। इजी छ यो च्याप्टर। जसरी कि सपोज यता 4 भयो, प्रोटोनको चार्ज 4 भयो, न्युट्रोनको चार्ज 4 भयो। त के भयो, 4 + 4 इक्वल टु 8 AMU। बुझ्नुभयो? अब जसरी कि योमा इक्जाम्पल दिइसकेको हाइड्रोजन एटमको, जसको के हुन्छ 1 हुन्छ इलेक्ट्रोन, अनि 1 हुन्छ के प्रोटोन पनि हुन्छ 1। तर न्युक्लियस के हुन्छ यसको, न्युट्रल के हुन्छ न्युक्लियसमा यसको के हुन्छ 0 जान्छ। तब हामी यो फर्मुलामा के गर्छौँ, पी अनि एनको प्लस गर्छौँ नि, त एन त 0 छ। जसरी कि नम्बर अफ न्युट्रोन के छ यसको 0 हुन्छ। त योमा 1 + 0 भनेको के हो, 1 AMU। बुझ्नुभयो? होप यु गेट इट। अनि यो टेबल स्क्रिनसट गरेर नत्र कपीमा लेखेर याद गर्नु होला, नत्र स्क्रिनसट पनि गर्न सक्नुहुन्छ। म अलि जुम गरिदिन्छु बरु, यति नै हुन्छ। यो जसरी कि हाइड्रोजनको एटमिक नम्बर कति हुन्छ, 1 हुन्छ। यो याद नै गर्नुपर्छ। योहरू यसको एटमिक नम्बर निकालेको साइन्टिस्टहरूले, अनि यसलाई हामीले घोक्निनुपर्छ। अनि त्योमा के हुन्छ, नम्बर अफ प्रोटोन कति हुन्छ 1 हुन्छ, नम्बर अफ न्युट्रोन कति हुन्छ 0 हुन्छ, नम्बर अफ इलेक्ट्रोन कति हुन्छ 1 हुन्छ, अनि टोटल एएम कति हुन्छ 1 हुन्छ। जसरी कि हिलियमको के हुन्छ 2 भयो, प्रोटोन कति हुन्छ 2 हुन्छ, अनि न्युट्रोन कति हुन्छ 2 हुन्छ, अनि इलेक्ट्रोन पनि 2 एउटा हुन्छ, सब 2 हुन्छ। जसरी कि योमा लिथियमको 3 हुन्छ भने यसको प्रोटोन पनि 3 हुन्छ, न्युट्रोन पनि 3 हुन्छ, अनि इलेक्ट्रोन पनि 3 हुन्छ, र 4 + 3 कति हुन्छ 7 हुन्छ। बुझ्नुभयो? जसरी कि यसमा के हुन्छ 5 + 4 9 हुन्छ। जसरी एयुएम वेट निकाल्दै हो, यो फर्मुला लगाएर प्रोटोन प्लस न्युट्रोनको फर्मुला लगाएर यस्तै भन्छ। यो हेर्नु होला, आफैले ट्राई गर्नु होला। यो पहिला याद गर्नु होला, यो यति यसको सिम्बल र एटमिक नम्बर याद गरेपछि तपाईँ इजिली यो फाइन्ड आउट गर्न सक्नुहुन्छ। एटमिक नम्बर पनि प्रोटोन नै हो। अनि त्यसपछि तपाईहरू यो फर्मुला लगाएर यो निकाल्न ट्राई गर्नु होला। अब हामी नेक्स्ट च्याप्टरमा गइरहेको छौँ। सो यो च्याप्टरको नाम हो भनेको इलेक्ट्रोनिक कन्फिगरेसन। सो इलेक्ट्रोनिक कन्फिगरेसन भनेको के हो? सो हामी अलि बेसिकमा बुझौँ यसलाई। इलेक्ट्रोनिक कन्फिगरेसन भनेको केही होइन कि जस्ट सिम्पल एउटा सर्कल हो यस्तो, अनि यो सर्कलमा फर्स्टमा के हुन्छ, जस्ट म फर्स्टतिर गएको न्युक्लियस हुन्छ, अनि न्युक्लियसको भित्र के हुन्छ पी प्लस अनि एन चार्जलेस हुन्छन्। सो फर्स्टलाई हामी के भन्छ, के सेल भन्छ, अनि यसलाई सेल पनि सिम्पली भन्छ। सिम्पली एउटा जिलेबी जस्तो बुझ्नु होला, त्यो जेरी जस्तो। अनि त्यो फर्स्टलाई के भन्छ, फर्स्ट सर्कललाई न्युक्लियस हो भित्रको। त्यसपछि
के हुन्छ, के सेल हुन्छ, त्यसपछि एलएमएन हुन्छ। फर्स्ट के सेलको क्यापेसिटी कतिवटा हुन्छ, 2वटा इलेक्ट्रोन मात्रै यो होल्ड गर्न सकिन्छ। त्यसपछि त्यो गर्न त्यसको क्षमता हुँदैन, त्यसपछि त्योमा ठाउँ नै हुँदैन। 2वटा इफ त्यहाँ केमा फिल भएपछि के गर्छ, अर्को 3 नम्बरको इलेक्ट्रोन आएपछि त्यो के गर्छ, त्यसलाई एलमा सेन्ड गरिदिन्छ। त एलमा फिल हुँदै 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 8वटा नम्बर गएपछि त्यसलाई के हुन्छ, 8वटा लिमिट हुन्छ त्यहाँ केमा। अनि के पछि के हुन्छ, 8वटा पछि अर्को एममा जान थाल्छ। एममा पनि 8वटा फुल भएपछि एनमा जान सक्छ, त्यहाँ जान्छ इफ इलेक्ट्रोन बाँकी रह्यो भने। तब रहेन भने त्योमा बस्दैन, त्यो सेल नि इन्भिजिबल हुन्छ। त्यो सेल बनाएर पनि फाइदा छैन हामीलाई, हुन त हुँदैन, तर बनाएर पनि यो लजिकै आउँदैन, किनकि जहाँ सामान हुन्छ त्यहीँलाई हामीलाई रिप्रेजेन्ट गराउनुपर्छ। त्यही भएर यो के भनेको यसको क्यापेसिटी 2वटा हो, एलको 8वटा अनि एमको पनि 8वटा होल्ड गर्ने हो, अनि एनको पनि 2वटा होल्ड गर्ने हो। जसरी कि त्यसलाई 2n डिनोट यता भन्ने छ, सरी फर्स्ट सेल्स इक्वल टु के भनेको छ त्यसलाई। अनि त्यसको म्याक्सिमम नम्बर इलेक्ट्रोन होल्ड गर्ने कति हो, एउटा हाइड्रोजनको भयो भने एउटै आयो। जसरी कि योमा इक्जाम्पल दिएछ, हाइड्रोजनको लिएको छ भने त्यसको एउटै इलेक्ट्रोन हो, एउटै त्यहाँ हो। त्यो छैन कि 2वटा त्यहाँ हाल्नै पर्छ। इफ हाइड्रोजनको एउटै हो भने एउटै आउँछ, त्यसको म्याक्सिमम लिमिट कति हो, 2वटा हो। त्यसरी अनि के एलएम एकछिन, अनि जसरी कि के को 2वटा अनि एलएमएनको सबको 8वटा हुन्छ। त यति बुझ्नु होला, सक्नुभएको होला। त्यसपछि योहरू अलि ध्यान दिनु होला। वाट इज सेल? सेल भनेको के हो, म भर्खर भनेको थियो। सेल भनेको यो लाइनहरू छ जेरीको सेपमा गोलो गोलो गोलो, त्यसलाई भन्छ सेल। अनि त्यसपछि के हो, द अर्बिट आर अल्सो नेम एज सेल और इनर्जी लेभल। अनि योहरू के हुन्छ, इनर्जी लेभल हुन्छ होल्ड गरेको, जसको जति इनर्जी हुन्छ इलेक्ट्रोनको त्यो त्यति माथितिर हुन्छ। इनर्जी लेभल डाउन भयो भने त्यो स्लोली तलतिर मुभ गर्न थाल्छ। त्यो कुरा अलि एडभान्समा छ, 11-12मा पढ्नुहुन्छ। सो अहिले यो कुरा सारौँ। अनि वी हेभ स्टडी द प्रोटोन एन्ड न्युट्रोन आर द फाउन्ड इन द न्युक्लियस। केमा फाउन्ड गर्छ, प्रोटोन अनि न्युक्लियस केमा फाउन्ड गर्छ, सरी न्युट्रोन न्युक्लियसमा फाउन्ड गर्छ। अनि इलेक्ट्रोन केमा फाउन्ड गर्छ, सेलहरूमा, अर्बिटको यो सेल हो त्योमा फाउन्ड गर्छ। अनि त्यही कुरा हो यता। अनि त्यसपछि कन्फिगरेसन भनेको छ। कन्फिगरेसन म 2-3वटा हजुरहरूलाई सिकाइदिरहेको छु, अनि अर्को आफैले ट्राई गर्नु होला। जसरी कि हाइड्रोजनको कतिवटा भनेको एउटा हुन्छ इलेक्ट्रोन, त्यो एउटा भनेको फर्स्ट सेलमा यसको एउटा इलेक्ट्रोन भयो, अनि त्यसपछि एउटा प्रोटोन हुन्छ, एउटा इलेक्ट्रोन भयो नि, अनि त्यो 0 छ, के भन्छ यसलाई, न्युट्रोन 0 छ, चार्जलेस पार्टिकल 0 छ। त हामी यसलाई कसरी लेख्ने, हाइड्रोजन इक्वल टु यसको सिम्बल लेख्ने एच, एटम हो यो त एटम हो नि। त्यसपछि 80 मतलब एटमिक नम्बर इक्वल टु 1, 80 मतलब एटमिक वेट कति भयो, 1 भयो। त्यसपछि सेल के हो, यसको नाम पनि यसरी लेख्ने, सेल इक्वल टु के हो, के सेल हो यसको। जसरी कि हामी पढेको यहाँ के हो, यो के सेल हो। जसरी कि हामी यहाँ पढेको फर्स्ट सेललाई के भन्छ भने, यो त फर्स्ट सेलमा हाइड्रोजनको, त्यसलाई हामी के भनेको, के सेल। जसरी कि अर्को हेर्नु भयो, कार्बनको नि हेरौँ। जसरी कार्बन के हो, 6वटा प्रोटोन हो, अनि 6वटा के हुन्छ, इलेक्ट्रोन हुन्छ। सो टोटल नम्बर अफ कति हुन्छ, सरी 6वटा प्रोटोन हुन्छ भने 6वटा के हुन्छ, न्युट्रोन हुन्छ। टोटल नम्बर अफ एटमिक मास हामी के परेको, प्रोटोन प्लस न्युट्रोन 8 गर्ने, त कति भयो, 12 AMU। अनि इलेक्ट्रोन कतिवटा हुन्छ, त्यसको 5वटा हुन्छ। त फर्स्ट अर्बिटमा हेरौँ, एउटा छ अनि 2वटा छ, एउटा र 2वटा त्यो फिल भइसकेपछि अर्को अब केमा जान्छ, अर्को सेल भन्छ, त्योमा जान्छ बाँकीको वाच्यको इलेक्ट्रोनहरू। जस्तै कि केमा 2वटा छ, त्यसपछि अर्को सेल भन्यो यो सेल, त्यसमा कतिवटा, 1वटा 2वटा 3वटा अनि 4वटा हो। एल सेलमा कतिवटा, 4वटा हो। त्यो इलेक्ट्रोनिक कन्फिगरेसन यसरी बनाउन सिक्नु होला, अनि आफै ट्राई गर्नु होला अर्को। अनि त्यो बक्स भनेको एलिमेन्टहरूको एटमिक नम्बरहरू, प्रोटोन नम्बरहरू याद गर्नु होला। जसरी कि अब हिटौँ एउटा लास्टतिर, क्याल्सियमको गरौँ। क्याल्सियमको के, फर्स्टमा त्यसको एटमिक
न्युट्रोन कति हो 20वटा हो, प्रोटोन पनि 20वटा हो। त जम्मा कति भयो र 20 + 20 = 40 एटमिक वेट भयो। एटमिक वेट बुझ्नु होला अलिक ध्यान दिएर। त्यसपछि केमा कतिवटा हुन्छ 2वटा। 2वटा फिल भएपछि यसको लिमिट पार भइसक्यो के को, तब केमा गयो एलमा गयो। एलको लिमिट पनि पार भइसक्यो। एल भनेको यो बेला गयो। एलको पनि 8वटा फिक्स त्यसको लिमिट पेक भइसक्यो। त्यसपछि के हो अर्को सेल बन्यो 8 एम। एममा पनि 8वटा फिल भइसक्यो। तब के भन्यो कि 2वटा बाँकी भए पनि फेरि एन बन्यो, एउटा नयाँ सेल बन्यो। त्योमा के भयो बाँकीको 2वटा थियो इलेक्ट्रोन बाँकी भएको क्याल्सियमको त्योमा गयो। त्योमा बसेर त्यहीँ बसिरहेछ। त्यहाँ सिट हुन्छ, जसरी कि सेकेन्डमा केमा 2वटा सिट छ। 2वटा सिट भएपछि त अरू मान्छे त बस्नु पाइँदैन नि, त अर्को बस चढ्नुपर्छ नि। जसरी कि एल बसमा गयो। एल बसमा 8वटा सिट हो। त्यो एल बसमा 8वटा सिट प्याक भएपछि एम बसमा गयो। एममा पनि प्याक भइसक्यो। तब एनमा गयो। एनमा प्याक छैन। एनको पनि कतिवटा हो सिट 8वटा, तर मात्रै 2वटा इलेक्ट्रोन छ नि क्याल्सियम नि बाँकी, त्यही भएर 2वटा बसेको छ। बाँकी बाद 6वटा सिट यसको पनि खाली छ अहिले पनि। अनि यो के हो प्रोटोन, यो जस्ट इक्जाम्पल हो। सेललाई के भन्छ अर्बिट, म फेरि रिपिट गरिरहेको छु। अनि अर्बिटको भित्र के हुन्छ न्युक्लियस हुन्छ। यो पिङ्क कलरको न्युक्लियसमा के हुन्छ प्रोटोन हुन्छ। अनि के हुन्छ न्युट्रोन हुन्छ। बुझ्नुभयो। अनि यो एउटा फ्याक्ट हो। फ्याक्ट भनेको के हो कि यो गोलो हामी देखिरहेछौँ नि योहरूमा, त्यो गोलो हुँदैन। यो यस्तो हुन्छ इलिप्टिकल जस्तो हुन्छ, ओभल ओभल टाइपको हुन्छ। बुझ्नुभयो। यो एउटा हामीलाई बुझ्ने खालेमा यस्तो हुन्छ दिएको कि ड्रइङ गर्दा अलि स्टुडेन्ट बुझोस् भने त्यसले यस्तो हामीलाई देखाएको हुन्छ बुकहरूमा। तर के हुन्छ यस्तो हुन्छ इलिप्टिकल टाइपको हुन्छ, अलिक ओभल ओभल टाइपको तानेको अनि रिङ जस्तो फसेको हुन्छ, जस्तो टाइपको हुन्छ। त्यो एउटा जस्ट अ फ्याक्ट थियो स्टुडेन्टलाई बुझ्ने। त्यसपछि हामी अब अघि सबको एलिमेन्ट आफ्नो आफ्नो डिफ्रेन्ट रहन्छ। जसरी कि हामी यता पोटासियमको लिइरहेको छौँ। सपोज पोटासियमको एटमिक आफ्नो बेग्लै हुन्छ, क्याल्सियमको बेग्लै हुन्छ। त्यसको एलिमेन्ट आफ्नैमा सेम हुन्छ, तर अर्कोमा कम्पेयर गर्दा सेम हुँदैन। जसरी कि ह्युमन बिङ भनेको सबैको हात खुट्टा भएको नि हो, तर के हुन्छ सबैको आफ्नो आफ्नो बेग्लै बेग्लै क्याटेगोरी हुन्छ, क्यारेक्टर हुन्छ र बिहेभियर हुन्छ। त त्यस्तै हो। त्यही भएर सेम एलिमेन्ट भएको सेम इलेक्ट्रोन, सेम एलिमेन्ट रहेको छ भने सेम एटम हुन्छ। डिफ्रेन्ट भएको एलिमेन्टहरू हो न्युट्रोन प्रोटोन इलेक्ट्रोनहरू, त के हुन्छ डिफ्रेन्ट एटम हुन्छ। बुझ्नुभयो। तर आफ्नैमा त्यो हुन्छ नि, एउटा इलेक्ट्रोन प्रोटोन मिल्छ भने त्यसको बेग्लै मिल्छ, तर अर्को एलिमेन्टसँग त्यो मिल्न जाँदैन। जसरी कि अर्को एटमसँग मिल्न जाँदैन। आफ्नैमा मिल्छ तर अर्कोमा मिल्न सक्दैन त्योहरू। जस्ट इक्जाम्पल यसको र यसको इलेक्ट्रोन अनि यसको इलेक्ट्रोन मिल्न सक्छ मिल्न सक्दैन नि, किनकि यसको टोटली डिफ्रेन्ट हो यसको भन्दा हो। स्ट्रक्चरमा, भ्यालुमा, वेटमा सबैमा डिफ्रेन्ट होला नि। जस्तो कि यहाँ कति हो 19वटा प्रोटोन हो, तर यहाँ कतिवटा हो 20वटा। त्यही सोच्नु कि त्यो अलि डिफ्रेन्ट भएपछि त्यो त मिल्नै सक्दैन नि। अनि हामी जाउँ भ्यालेन्सी इलेक्ट्रोन्समा। बुझ्नुभयो। भ्यालेन्सी इलेक्ट्रोन्स भनेको के हो, जसरी कि तपाईँको साथीनिर 5 रुपियाँ छ, मनिर 9 रुपियाँ छ। तपाईँको साथीनिर 6 रुपियाँ छ, मनिर सपोज 9 रुपियाँ छ। तपाईँको साथी मलाई 1 रुपियाँ दिएपछि म के हुन्छु ठक्कै मनिर 10 रुपियाँ हुन्छ। त 10 रुपियाँमा के गर्छु बिस्कुट किन्न सक्छु। अनि तपाईँको साथीनिर 5 रुपियाँ त भइहाल्छ। तपाईँको साथी पनि के हुन्छ एउटा सानो बिस्कुट किन्न सक्छ। त त्योमा के भयो दुइटैजना के भयो ब्यालेन्स भयो। त्यो पनि बिस्कुट खान सक्छ, म पनि खान सक्छु। यो कन्डिसनमा के भयो ब्यालेन्स हामी गरेको, एउटा उसलाई दिएर एउटा यसलाई दिएर। त भ्यालेन्स भनेको सिम्पली त्यही हो कि जोमा इलेक्ट्रोन लास्ट सेलमा अलि कहिले लुज गर्छ, कहिले के हुन्छ गेन गर्छ आफ्नो स्टेबिलिटी बनाउनुको लागि। जसरी कि मनिर कहिले 9 रुपियाँ छ, त मेरो साथीले मलाई 1 रुपियाँ दियो, म कसैसँग के गरेँ गेन गरेँ। मेरो साथीले लस गर्यो, त्यहाँ लुज गर्यो इलेक्ट्रोन। सपोज मनी लुज गर्यो 1 रुपियाँ, त म के गरेँ गेन गरेँ 1 रुपियाँ। त मनिर के भयो 10वटा, म स्टेबल भयो, मतलब बिस्कुट किन्न पाउँछु म। त त्यस्तै योमा हुन्छ, कुनै कुनै स्टेबल हुनुको लागि त्यो अरूसँग के गर्छ इलेक्ट्रोन लिन्छ, त्यो गेन गरेको। अनि जसले दिन्छ त्यो के हो लस गर्छ, लुज अफ इलेक्ट्रोन गर्छ। योमा के हुन्छ स्टेबिलिटी आफ्नो मेन्टेन गर्नुको लागि इलेक्ट्रोनहरू त्यस्तो गर्छ। अब हाम्रो अर्को टपिक आयो के
भाइलेन्सी भनेको के हो? भाइलेन्सी भनेको यो यस्तो एटम हो जुन कि सेलको कुनै पनि एलिमेन्ट हुन्छ त्यसको लास्ट सेलमा एटम हुन्छ, त्यो के गर्छ, त्यो आफ्नो रोल निभाउँछ, केमा सेभ गर्छ या अरूसँग के गर्छ, गेन गर्छ आफ्नो सेललाई ब्यालेन्स गर्नुको लागि, स्टेबिलिटी फर्म गर्नुको लागि। त्यसलाई हामी के हुन्छ, भाइलेन्सी गर्नु, बुझ्नुभयो? भाइलेन्स अफ एटम भन्छौँ त्यसलाई। जसरी कि योमा के हो, भाइलेन्स इलेक्ट्रोन यता हो, लास्ट सेलमा हो, त्यो भाइलेन्स इलेक्ट्रोन हो। यो के भयो, लास्टमा हो भने एकछिन, यो लास्ट बनेको लास्ट सेल हो, त्योमा लास्ट इलेक्ट्रोनको यो त अनस्टेबल छ, यो के गर्छ, सपोज सेयर गर्यो आफ्नो एउटा लास्टको, यो अरूमा गइदियो, त्यो अरूमा गइदियो भने यो के हो भने भाइलेन्स इलेक्ट्रोन भइदियो त्यो। अनि लास्टको सेल भनेको के हो, भाइलेन्स सेल भयो त्यो, बुझ्नुभयो? भाइलेन्स सेल भनेको यता छ कि द नम्बर अफ द इलेक्ट्रोन अफ द आउटर मोस्ट सेल, मतलब बाहिरको सेलको जे एटम छ त्यो के गर्छ, गिभ गर्छ, अरूलाई दिन्छ या अरूसँग सेयर गरेर लिन्छ ड्युरिङ केमा, फर्मेन्टिङ अफ द मलिक्युल, बुझ्नुभयो? मलिक्युल फर्मेन्टिङ गर्छ नि जसले प्रोसेस मलिक्युलको, त्यहीले हुन्छ यो काम। त्यसलाई के भन्छ, भ्यालेन्सी अफ द एटम, भ्यालेन्सी अफ द्याट एटम, सरी। त्यसपछि हो हाम्रो अर्को च्याप्टर, रेडिकल। सो योहरू आफैले अलिक पढ्नु होला, किनकि इक्जाम नजिक आइसकेको छ, त्यही भएर म पुरै डिटेलमा पढाउन अलि मलाई मिलिरहेको छैन, कि बिएलई पनि नजिक आइसकेछ। सो योहरूमा अलि ध्यान होला, म मेन टपिकहरू अलि कभर गरेर खोजिरहेको छु। सो सानो सानो कुराहरू आफैले रिडिङ बुक गर्दा बुझ्नु होला। सो अब रेडिकल टपिक आयो हाम्रो। रेडिकल भनेको यस्तो हो कि जो आफ्नो चार्ज त्यसलाई नेगेटिभमा पनि हुनसक्छ, पोजिटिभमा पनि हुनसक्छ। जस्ट कि डिफिनेसन पढौँ। रेडिकल इज डिफाइन एज एन एटम अर ग्रुप अफ द एटम। यो एटम हो या धेरै एटमहरूको ग्रुप हो, विच क्यान बी द सर्टेन चार्ज हुन्छ, त्यसको माइनस पनि हुनसक्छ, प्लस पनि हुनसक्छ, विच बिहेभ अ सिङ्गल युनिट ड्युरिङ अ केमिकल रियाक्सन। जुन ग्रुपमा पनि हुन्छ त के गर्छ, सिङ्गल रियाक्सन जस्तो देखाउँछ कि हामी सिङ्गल छौँ, त्यसरी देखाउँछ। ग्रुपमा पनि बसेर देखाउँछ कि हामी एउटै हो, त्यसरी केमा, ड्युरिङ केमिकल रियाक्सनमा देखाउँछ। केमिकल रियाक्सनमा देखाउँछ, त्यही कुरा हो त्यहाँ। जसरी कि इक्जाम्पल हामी हेरौँ, इक्जाम्पलमा सर यो जसरी कि त्यसमा के हुन्छ, भर्खर भनेको पोजिटिभ पनि हुनसक्छ रेडिकल, इलेक्ट्रोरेडिकल, अनि के हुन्छ, नेगेटिभ पनि हुनसक्छ। जस्तो कि अमोनिया छ, अमोनियामा के हुन्छ, NH4, त्यो के हुन्छ, एउटा सिङ्गल प्लस हुन्छ, त्यसको भ्यालेन्सी कति हो, 1 भयो। जस्तै कि पोटासियम भयो, पोटासियम के हो, K प्लस हुन्छ मात्र, त्यो 1 भयो। जस्तै कि म्याग्नेसियम के हुन्छ, Mg डबल प्लस हुन्छ, 2 प्लस, त्यसको भ्यालेन्सीको 2 हो, बुझ्नुभयो? जस्तै कि क्याल्सियमको के हुन्छ, K डबल प्लस 2। एल्युमिनियमको हुन्छ Al3 प्लस, त्यसको भ्यालेन्सीको लास्टको 3वटा प्लस हो, त्यो भ्यालेन्सी, यसको नम्बर अफ भ्यालेन्सी भयो। सो यो टेबल अलिक याद गर्नु होला, तपाईँहरूको पनि बुकमा होला, नभए यहाँबाट हेर्नु अनि लेखिहाल्नु। म अर्को साइडको नि पल्टाइदिरहेको छु, त्यहाँ पनि होला। माइनसको अलिक बढी हुन्छ। सो माइनसको SO4 भनेको 4 के हो, ओक्सिजनको हो, माइनस एउटा हो, त्यो -1 भयो। जस्तै कि यसको 2वटा हो, त्यो यो बुझिहाल्नु होला, इजी चाहिँ हो। सो एकछिन म हेर्छु यहाँबाट स्क्रिनसट, नत्र कपीमा लेखेर याद गर्नु होला। इम्पोर्टेन्ट चाहिँ हो, 10सम्म 11सम्म काम लाग्छ त्यसले पनि। अब फर्मेसन अफ द रेडिकल कसरी हुन्छ, जस्तै कि सोडियमको के हो, माइनस एउटा इलेक्ट्रोन भयो, के भयो, त्यो लुज गरेको। जसरी कि सोडियमले के गर्यो, एउटा आफ्नो लास्ट सेलको अरूलाई दिइहाल्यो भने त्यो अरूलाई दिएको के हुन्छ, त्यसलाई हामी के गर्छौँ, त्यसको SA+ हुन्छ। लेट मी सो यू। जसरी कि यसको लास्टको आफ्नो इलेक्ट्रोन अरूलाई दिइसक्यो भने त्यो के हुन्छ, अरूलाई दिइसक्यो भने त्यो माइनसमा हुँदैन, त्यसको के हुन्छ, त्यो स्टेबिलिटी आफ्नो गर्यो भने प्लसमा त्यो हुन्छ। र अरूसँग जो लिएको छ, जसरी कि हजुरले 5 रुपियाँ अरूलाई दिनुभएको छ, त तपाईँ के हुन्छ, तपाईँको यस्तो कन्डिसनमा तपाईँ आफ्नो स्टेबल गर्नुभयो अरूलाई हेल्प गरेर, तपाईँ के भयो, अलि कि राम्रो काम गर्नुभयो, त तपाईँमा के भयो, प्लस भयो। जो अरूसँग माग्छ, सपोज माग्यो, भिखारी सपोज अरूसँग माग्यो,
त भिकमा के भयो, अरूको पैसा लिएको त्यो के भयो, माइनस भयो। जसरी सोडियमले आफ्नो इलेक्ट्रोन अरूलाई दिइहाल्यो, माइनस गर्यो आफ्नो इलेक्ट्रोन, त्यसको के हुन्छ, एनए प्लस हुन्छ। जसरी कि क्लोरिनको के हुन्छ, प्लस गर्छ, अरूसँग लिन्छ, त त्यसको के हुन्छ, सिएल माइनस। किनकि त्यो एउटा माइनस मतलब एउटा त्यो लिएको छ, कोहीसँग लिएको छ, त्यो एउटा माइनस मतलब कोहीसँग लिएको छ। त्यो कुरा नोटिस गर्नु होला अलि म के भनेको। यो एन्सर क्वेसन अलि ध्यान दिएर पढ्नु होला, इक्जाममा आउन चान्स धेरै हुनसक्छ। सो अब हामी गएर छौँ प्रेडिक्टेबल। सो प्रेडिक्टेबलमा यु नो द्याट अलरेडी आई टोल्ड यु 118वटा एलिमेन्ट हुन्छ। योबाट अझै मेनमेड पनि छ, बाई मिस्टेकले केमिकल रिएक्ट गर्दा, अनि अझै नेचरमा आफै फाउन्ड भएको हो। सो आजको लागि यति नै हो। हजुरहरू राम्ररी पढ्नु होला, बिएलईको लागि राम्ररी प्रिपरेसन गर्नु होला। इफ केही बुझ्न नपाएको, केही यु डोन्ट अन्डरस्ट्यान्ड फ्रम माई भिडियो, सो यु क्यान कमेन्ट डाउन अर यु क्यान आस्क मी अन द माई वाट्सएप डाइरेक्टली। त्यो वाट्सएपको लिङ्क अनि नम्बर बायोमा छ, यु क्यान कन्ट्याक्ट मी फ्रम देयर। इफ कुनै अर्को टपिकहरूमा, सब्जेक्टहरूमा भिडियो चाहियो भने यु क्यान मेसेज मी अर कमेन्ट मी। अनि थ्याङ्क्स फर वाचिङ।